अब खेलाडीहरूलाई पहिलो उद्घाटन खेल लोटस एकाडेमी र पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुल बीच हुन गइरहेको छ। लोटस एकाडेमीका खेलाडीहरू रातो र नीलो पोसाकमा फिल्डमा उत्रिएका छन् भने पाथीभराका नीलो पोसाकमा उत्रिएका छन्। पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलका खेलाडीहरूको म परिचय गराउन चाहन्छु। आयन बस्नेत जर्सी नम्बर 2, सौगात दाहाल जर्सी नम्बर 1, सिद्धान्त। ढिलो भइसकेका छौँ, हामीसँग थुप्रै कार्यक्रमहरू पनि बाँकी छ, त्यसकारण आजको just by saying some these words, I would like to conclude my speech saying let's enjoy the match. Thank you all. वर्षाको कारणले गर्दाखेरि रोकिएको गेम हो यो। हामीलाई प्रकृतिले त्यति साथ दिएन, त्यसकारण अहिले पछि आउँदाखेरि हामीसँग 2-3टा गेम जोडिरहेको छ। अहिले नै क्रिकेट पनि, गर्ल्स क्रिकेट पनि चलिरहेछ भने यहाँ फुटबल पनि चलिरहेछ। यो फुटबल सकिने बित्तिकै भर्खरै मैले रामचन्द्र लामाज्यूसँग पनि गफ गरेँ। यो फुटबल सकिने बित्तिकै यो आधारभूत तहको थियो भने हामीले 3 गते उद्घाटन गर्ने गरी सिमरा रङ्गशालामा 10 कक्षासम्मको फुटबल तुरुन्तै गर्नेछौँ। त्यसको लागि हामीले पेजमा त सबै साथीहरूलाई जानकारी गराइसकेका छौँ भने आधिकारिक रूपमा मैले यहाँबाट पनि त्यो जानकारी गराउन चाहेँ। र त्यो कार्यक्रम सफल गर्नको लागि एनजेजे वाइसीबाट पनि पूर्ण रूपमा किट्सहरू, सामग्रीहरू लगायतका टेक्निकल पार्ट्सहरूमा चाहिँ पूर्ण रूपमा सहयोग रहने भनेर रामचन्द्र लामाज्यूले जानकारी गराउनु भयो। त्यसको लागि हाम्रो सर सबै कुरा एकदम हृदयदेखि धन्यवाद, जसले यहाँ यो कार्यक्रम सञ्चालन गर्नलाई र एकदम ठुलो सहयोग साथै मलाई पनि बोलाएर यो के अरे प्रमुख अतिथिमा पनि स्कुलबाट पाल्नुभएका सरहरू हुनुहुन्छ। उहाँहरूलाई चाहिँ ग्रासरुटमा मात्रै भेटिन्थ्यो, तर यो ग्यादरिङको मौका पनि भेटिँदैछ, मलाई थाहा भएन, यो अब थाहा हुँदैछ। र मैले भनिरहनु पर्दाखेरि चाहिँ म एउटा बारा जिल्ला फुटबल सङ्घको अध्यक्ष र एनजेसी वाइसीको अध्यक्षको हैसियतले पनि हाम्रो चाहना भनेको फुटबल विकास हो र फुटबल विकासको लागि बारा जिल्ला फुटबल सङ्घ होस् या एनजेसी वाइसी होस्, त्यसमा गर्नुपर्ने कुराहरू हामी सदैव तयार छौँ। हामीलाई एउटा प्रचार अथवा एउटा कसरी समन्वय गरेको खण्ड पनि हामी त्यो गर्न तयार छौँ। त्यो कुरा पनि म यस मार्फत जानकारी गराउन चाहन्छु। र अर्को कुरो के छ भने स्कुल फर प्रोग्राम भन्ने आउँदैछ, त्यसमा हामीलाई केही बलहरू वितरण गर्नुपर्ने छ स्कुलहरूमा। त्यो पनि हामी कार्यक्रम बल चाहिँ आइसकेको छ, वितरण गर्ने एउटा डेट तय गरेर हामी तुरुन्तै यस बालबालिकाहरूलाई यो बल हस्तान्तरण, स्कुलहरूलाई बल हस्तान्तरण गर्ने कार्यक्रम पनि हाम्रो तुरुन्तै आउँदैछ। त्यो पनि जानकारी दिन चाहन्छु। र यस कार्यक्रममा आज मलाई यस लोटस स्कुलले फुटबलमा गरेको छलाङ जुन गरिदिनु भएको छ, कुनै पटक पटक मन आए पनि भइहाल्छु, कसले जित्यो त भन्दा लोटस स्कुलले जित्यो भन्ने कुराहरू देखिन्छौँ। त्यो सुन्दा पनि आज मलाई यस कार्यक्रममा बोलाएर प्रमुख अतिथि दिनु भने सम्पूर्ण यस लोटसको टिमलाई धन्यवाद दिँदै सबैजनाले ताली बजाइदिनु होला। विद्यार्थी भाइ बहिनीहरू सबैजना